यो देशलाई दिशा दिने निर्देश गर्ने तपाईहरुको महत्त्वपूर्ण भूमिका छ। यो देशमा जति पनि परिवर्तनहरू भए त्यसमा पत्रकारहरूको ठूलो महत्त्व देखिन्छ, किनकि तपाईहरुको कलमले गर्दाखेरि यो समाज जता डोर्यायो उतातिर एउटा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। साथै यो कार्यक्रम जुन अधिवेशन पत्रकारहरूको हक हितलाई जोडेर जुन राख्नु भएको छ यो भव्यताको साथ सर्वप्रथम सफल होस्। र एउटा कुरा के म भन्न चाहन्छु भने जुन केही पत्रकार वक्ताहरू यो भन्दा पहिला राख्नु भएको छ कुराहरू निष्पक्ष पत्रकारिताको कुरा गर्नुभएको छ, निष्पक्षताको जुन कुरा गर्नुभएको छ, सर्वप्रथम यो सबैभन्दा ठुलो एउटा इमानदारिता भनेको नैतिकता भनेको धेरै ठुलो। भर्खरै तपाईको 2-4 दिन पहिला जुन तिनकुनेमा एउटा घटना घटेको छ, जुन पत्रकार एउटा फोटो सुट गर्ने क्रममा जुन मारिएको छ, जुन आपराधिक क्रियाकलापहरू आन्दोलनकारीहरूबाट भएको छ, त्यसलाई म घोर भर्त्सना निन्दा पनि गर्न चाहन्छु। किनकि उहाँको के दोष थियो त? उहाँ एउटा आन्दोलन कतातिर जाँदैछ, के गर्दैछ भन्ने फोटो सुट गर्नको लागि छतमा बसेको, तर उहाँलाई जो एउटा घरमा आगो लगाउने कामदेखि लिएर जुन उहाँको घर परिवारलाई जुन क्षति पुर्याउने काम गरेको छ, यो राज्यले अवश्य उनलाई शहीद घोषणा सहित उचित क्षतिपूर्तिको माग गर्दछु। साथै पत्रकारहरूको एउटा समस्या के म हेर्दैछु भने उहाँहरूको पनि यो राज्यको समस्या हो, उहाँहरूको पनि घर व्यवहार छ, उहाँहरूको पनि समस्या छ। त्यो कम्तीमा संघीय सरकारले एउटा कानुन बनाई, ऐन बनाई उहाँहरूको सेवा सुविधा क्लियर गर्नुपर्छ, किनकि उहाँहरू आफ्नो जीविका आर्जन गर्नुपर्छ। उहाँहरू पनि कलमको भरमा उहाँहरूले कहाँबाट आय आर्जन गर्ने, आफ्नो घर कसरी चलाउने, आफ्नो जीविका कसरी चलाउने, त्यसलाई राज्यले यसलाई सोच्नुपर्ने अवस्था देखिन्छ। त्यसैले म यो कार्यक्रम मार्फत र हाम्रो यहाँ पार्टीका नेताजीहरू हुनुहुन्छ उहाँहरू मार्फत म तीनै तहको सरकारलाई एउटा उहाँहरूको विषयमा, पत्रकार मित्रहरूको विषयमा सोच्नुपर्ने अवस्था र उहाँहरूको सेवा सुविधाको विषयको सोच्नुपर्ने अवस्था देखिन्छ। साथै अरू कुरा के छ भन्ने पत्रकार मित्रहरू, म निर्वाचित भइसकेपछि, किनकि मधेस आन्दोलन एउटा लाहानबाट एउटा परिवर्तनको आन्दोलन भए, त्यसमा तपाईहरुको अहम भूमिका थियो, यहाँका जनताको पनि थिए, तर त्यति बेलादेखि हामी एउटा यो आन्दोलनको मा हुमेपछि एउटा देशमा परिवर्तन र यो शासन सत्तामा एउटा मधेसी जनजाति अधिकारबाट वञ्चित भएका समुदायहरूको लागि जुन आन्दोलन भयो त्यसमा अहम भूमिका म पनि खेले, यहाँका जनता खेले, यहाँका समाज खेले र जुन परिवर्तनको लागि हामी लडाई लड्यौं सफल पनि भयो। तर कता न कता लाग्छ जुन आज म चुनाव जितेर पनि एउटा नगर उपप्रमुख जस्तो पदमा तपाईहरुकै मतले निर्वाचित भएर गए, तर कता न कता के लाग्छ भने पत्रकार मित्रहरूलाई अन्यथा नलिनु होला कि जता गुलियो उतै भुलियो जस्तो मलाई महसुस भयो। यसलाई तपाईहरु प्लिज आफ्नो गरिमा बचाइदिनुस्, आफ्नो मर्यादा बचाइदिनुस्, किनकि यो मैले महसुस गरेको। किनकि अब कसैले अब मसँग फाइदा छ भने राम्ररी टाँसिदिने, एकछिन 2-4 दिन अलि 2-4वटा न्युजहरु मेयरको बारेमा लेखिदिने, अब विपक्षीलाई तर्साउने, अब यताबाट उ भयो भने विपक्षीको कुरा विपक्षीले भाउ दिइहाल्छ, विपक्षीकोतिर लागिहाल्छ। अब के छ भन्ने यहाँ किन म भन्न चाहे भने पत्रकार भनेको सत्य समाजलाई दिशा दिने, समाजलाई जता विकृति भएको छ, जता अन्याय अत्याचार भएको छ त्यसलाई उजागर गर्ने।
यदि देशको चौथो अङ्ग नै त्यतातिर लाग्यो भने हाम्रो समाज एक दिन कता जान्छ? मेरो प्रश्न त्यहाँ। किनकि गरिब धनिक दुनिया यो संसार हो, तर आफ्नो सुरक्षा निकायको काम हो जनतालाई शान्ति सुरक्षा दिने। तर सुरक्षा निकाय नै गडबड भइहाल्यो भने जनता कहाँ जाने, कसलाई गुहार्ने? त्यसैले पत्रकार मित्रहरू, तपाईहरू म आग्रह गर्छु आफ्नो गरिमा, आफ्नो पत्रकारिताको जुन पेशा छ, मर्यादा छ, विधि छ, त्यसलाई कायम गरी पत्रकारिता गरिदिनु हुन भन्ने म एउटा सुझावको रूपमा मात्र